8-9 जना बग्छौ रहेछ भनेपछि घर परिवार चल्छ नि यस्तै मान्छे बग्छौ कहाँ पुऱ्याउँछौ कहाँसम्म पुगे हौ तिमी यो साइकलमा कलङ्कीसम्म पुगे हौ यही साइकलमा मान्छे फेरि लिन जान्ला कहाँ पुग्ला अब मान्छे लिनलाई ल साइडमा राख सेकेन्ड ह्यान्डमा किनेको मान्छे कहाँ बोक्छौ त तिमीले कहाँ ए भनेपछि ठुलो रहेछ त यार ठुलो रहेछ त यार भाइ यार यो साइकलमा मान्छे राख्ने ठाउँ पनि सल्लाह खान तिमी यहीँ जन्मिया हो भनेपछि यो साइकलमा पुरै डेलिभरी हानिदिन्छौ है कहाँसम्म पुग्यो अहिलेसम्म कलङ्कीसम्म हो कति भाडा लिन्छौ यहाँबाट कलङ्कीको साइकलमा कति 50 रुपियाँ लिन्छौ खुइले पनि आउँछ खुइले हो के भन्छ अरे हान्देऊ त ल ल ल खोइ यता 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 हो यहाँ कतिमा पढ्छौ 7 मा कहाँ पढ्छौ ए यहीँ पढ्छौ तर यति सानो उमेरमा पनि घरमा को हुनुहुन्छ मम्मी म दिदी बाबा अनि बुवाले के भन्नुहुन्छ बुवाले के भन्नुहुन्न केही नि भन्नुहुन्न गर बाबु भन्नुहुन्छ अनि साइकल चाहिँ कहाँबाट किनेको तिमीले कहाँ यहीँबाट कतिमा किन्यौ 4000 मा किन्यौ भनेपछि एक दिनमा कतिजना मान्छेहरू बोक्छौ न राटिकिन भन्दा होइन एक दिनमा कतिजना मान्छेहरू बोक्छौ कति अरे 8-9 जना मान्छे बोकेर अनि कहाँसम्म पुऱ्याउँछौ त तिमीले जहाँ पनि पुऱ्याउँछौ यहाँबाट जेस काठमाडौँ जहाँ पनि पुऱ्याउँछौ ल हेर्नुहोस् त दर्शकबिन्दहरू यति सानो बच्चाले पनि साइकलमा डेलिभरी गर्छन् अब तपाईँहरू बुझ्नु न यति सानो बच्चाले पनि आफ्नो घर परिवार घरको जेठो बाटो तिमी हो को ल हेर्नुहोस् यति सानो घरको सानो जेठो बाटो भइकन पनि यो बच्चाले आफ्नो जीविकोपार्जन गर्नको लागि यसरी साइकलमा डेलिभरी मान्छे हालेर लिएर जाँदो रहेछन् मान्छे फेरि यहाँ हाल्दो रहेछ नि भाइले यहाँ बस्ने ठाउँ छ यो सिट छ सिटमा चाहिँ हालेर यी भाइले चाहिँ मान्छेलाई बोक्ने काम गर्दो रहेछन् ल हेर्नुहोस् यति सानो बच्चा भइकन पनि मान्छेलाई चाहिँ एउटा जिम्मेवारी बनाउन परिपक्वता बनाउन लागि उमेरले भन्दा पनि उसको बाध्यता र परिस्थितिले बनाउँदो रहेछ भन्ने कुरो यो भाइबाट हामीले सिक्न सक्छौँ यति सानो उमेरमा हेर्नुहोस् त यति सानो उमेरमा काठमाडौँ उपत्यका जहाँ पनि यो भाइले चाहिँ साइकलमा डेलिभरी गर्दो रहेछ ल हेर्नुहोस् कस्तो छ हाम्रो देशको स्थिति हाम्रो देशको अहिलेसम्म हामीले नेताहरूबाट हामीले के पायौँ त नि साना बालबालिकाहरूलाई पढ्नुपर्छ मात्रै भनेर पनि हुँदैन एउटा लाइनको बाटो पनि देखाउनु पर्यो पढ्न त जो पनि पढ्छ तर पनि आफ्नो परिवार धान्नको लागि बाल विकासको उन्नति र विकासको लागि चाहिँ राम्रो भूमिका सरकारले खेलोस् हामी यही भन्न चाहन्छौँ के छ तिमीलाई के भन्न मन लाग्यो यता हेर भन ल भन्न त केही मन लागेन के अरे त्यो मैले गरेको काम अहिलेसम्म राम्रो चलिरहेको हजुर घर परिवारलाई हेर्नु नि अलिक पैसा अलिअलि भइरहेको बेला बेला के अरे मान्छे हुँदैन बेला बेला हुन्छ अनि कहिले कहिले चाहिँ म छुट्टी गरेर घरमै बस्छु अनि आज अलि टाइम थियो अनि आज आएको भर्खरै घरमा निस्केको साँच्चै तिमीले मान्छे नै बोकेर हिँड्छौ त मैले पत्ता लागेन यार तपाईँ जत्रो मोटेलाई त कहाँ सक्छ त जो सानो मान्छेलाई चाहिँ बोकेर हिँड्छौ अनि तिमीले यसो गर्नु पऱ्यो कि एउटा नम्बर लेख्नु पऱ्यो मेरो नम्बर यो हो म यो नम्बरमा हिँड्छु यो नम्बर मेरो नम्बर यो हो भनेर तिमीले भन्नु पऱ्यो अनि मान्छेहरूले अनि बल्ल मात्रै थाहा हुन्छन् अब एउटा यहाँ के गर भने यहाँ अगाडि हुन्छ नि यहाँ मान्छेहरू कोही जानु परेमा भनेर यहाँ चाहिँ नाम लेख आफ्नो फोन नम्बर लेख त्यो गऱ्यो भने चाहिँ तिमीलाई सजिलो हुन्छ है अब त्यही गर्ने हस् कति क्लासमा पढ्छौ 7 मा पढ्छौ त्यो नाम के हो राजेन्द्र के राजेन्द्र श्रेष्ठ हो
ल यति सानो उमेरमा पनि हेर्नुहोस् त यो भाइलाई यति सानो उमेरमा पनि साइकलमा यसरी डेलिभरी गर्दा रहेछ नि। मलाई चाहिँ अचम्म लाग्यो होइन, तर मलाई चाहिँ विश्वास लागेको थिएन। तर यो भाइले यसरी मान्छे बोकेर हिँड्छ भन्ने, तर आज आएर पुष्टि भयो। यहाँका 2-4जना मान्छेहरूले पनि भन्नुभयो कि यो भाइले साइकलमा मान्छे लिएर हिँड्छ अरे। भाइलाई हतार पनि छ भनिरहेको थियो अग्निबाट। हुन्छ त नि भाइ, ल भेटेर खुसी लाग्यो होइन। ल राम्रो होस्, उन्नति प्रगतिको तिमीलाई धेरै धेरै कामना छ है। अब अगाडि चाहिँ एउटा सानो ऊ हालेर हिँड ल। ल अहिले चाहिँ जाँदा हुन्छ है। ल हतार छ भनिरहेको थियौ। ल